कर्म अनि नियत सफा राख्नुहोस्, किनकि राशि त रामको र रावणको पनि त एउटै थियो। आयु छोटो बनाउन मिल्दैन र भगवान, किनकि भाग्यमा त खोट मात्रै देख्छु। सबैबाट धैर्य हुँदैन र धैर्यबाट भने सबै हुने गर्छ। तिम्रो व्यवहार परिवर्तनप्रति कुनै गुनासो छैन। मलाई त मेरो आफ्नै विश्वासमाथि लाज लागेको छ। रहरको बाटो कस्तो हुन्छ थाहा छैन, तर बाध्यताको बाटो हिँड्न भने एकदमै गाह्रो रहेछ साथी। गुलाबको फुल होइन, तुलसीको बोट जस्तो बन्नु छ, जसलाई रोज्न होइन खोज्न परोस्। आफ्नो लक्ष्यमा ध्यान देऊ। यदि मान्छे बदल्न सक्छ भने भाग्य पनि त अवश्य बदलिन्छ। निकै प्यारा छन् ती सपनाहरू जुन अहिलेसम्म पुरा गर्न सकेको छैन। न मैले कसैलाई बुझाउन नै सकेँ, न त कसैले मलाई बुझ्न नै खोज्यो। एक्लोपनसँग यति घुलिसके कि अब त भेटमा पनि आफूलाई हराएको महसुस हुन्छ। जिन्दगीमा सब थोक पाइँदैन, तर जे पाइन्छ त्यसमा खुसी हुन सक्नु नै सुखको मन्त्र हो। मलाई फेरि त्यही बाल्यकालमा एकचोटि फर्कन मन छ, जहाँ चोट छालामा लाग्थ्यो, मनमा होइन। भाग्यमा जे लेखिएको छ त्यो मेटाउन त नसकिएला, तर केही नयाँ लेख्न त अवश्य सकिन्छ नि। जिन्दगीमा बोलेर जित्ने मन छैन मलाई त जितेर बोल्ने मन छ। किताब पढाउने शिक्षक भन्दा बढी मैले किताब किनिदिने मेरा बुवा आमाबाट धेरै पाठ सिकेको छु। तपाईँहरूलाई यो भिडियो जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया तल कमेन्ट बक्समा दिन नभुल्नुहोला। हस्त धन्यवाद।